आदरणीय दर्शकवृन्द, नमस्कार। यहाँहरू सबैलाई आजको यस विशेष प्रस्तुतिमा हार्दिक स्वागत छ। आज हामी प्रसिद्ध अमेरिकी लेखक मार्क ट्वेनको अत्यन्तै चर्चित संस्मरण लाइफ अन द मिसिसिपी अर्थात् मिसिसिपीमा जीवनको आधारमा तयार पारिएको एउटा रोचक र गहिरो चर्चामा प्रवेश गर्दैछौँ। साँच्चै भन्नुपर्दा यो कुनै साधारण कथा होइन है। यो त एउटा यस्तो विशाल र शक्तिशाली नदीको कथा हो जसले सिङ्गो महादेशको भूगोल, अर्थतन्त्र र त्यहाँको जनजीवनलाई नै नयाँ आकार दियो। यस यात्रामा हामी ती असाधारण साहसी चालकहरूको कथा पनि सुन्नेछौँ जसले यो भयानक र रहस्यमय नदीको भाषा पढ्न सिकेका थिए। सुरु गर्नुभन्दा पहिले यदि यहाँहरूलाई हाम्रो यो प्रस्तुति मनपर्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला है। ल, अब ढिला नगरी सुरु गरौँ। आजको हाम्रो यस रोमाञ्चक यात्राका मुख्य विषयहरू सरसर्ती हेरौँ है त। हामी सुरुमा राष्ट्रको शरीरबारे चर्चा गर्नेछौँ। त्यसपछि यसको एक निद्रित प्रारम्भिक इतिहास खोतल्नेछौँ अनि डुङ्गा हाक्ने अद्भुत विज्ञान सँगै नदीले बाटो काट्दा कसरी शहरहरू हराउँदै गए भन्ने अचम्मको यथार्थ हेर्नेछौँ र अन्त्यमा एक युगको अन्त्य कसरी भयो भनेर बुझ्नेछौँ। पहिलो खण्ड रहेको छ राष्ट्रको शरीर, नदीको विशाल आकार। साँच्चै मिसिसिपीलाई एउटा सामान्य बगिरहेको पानीको रूपमा मात्र लिनु एकदमै गलत हुनेछ। पश्चिमी युरोपका नदीहरू त यसको अगाडि निकै साना लाग्छन्। यो त एउटा यस्तो विशाल भौगोलिक शक्ति हो जसको आकारले हामी सबैलाई आश्चर्यचकित बनाउँछ। यसको विशालतालाई बुझाउन मार्क ट्वाइन आफैले अत्यन्तै शक्तिशाली शब्दहरूको प्रयोग गर्नुभएको छ। उहाँ लेख्नुहुन्छ, मिसिसिपीको जलाधार राष्ट्रको शरीर हो, अन्य सबै भागहरू केवल यसका अङ्गहरू हुन्। सुन्दा कति गहिरो लाग्छ होइन त? यो भनाइले नदी कति ठूलो छ भनेर मात्र बताउँदैन, तर सम्पूर्ण अमेरिकी महादेशको अस्तित्व र जीवनरेखा नै यही नदी हो भन्ने कुरा स्पष्ट पार्छ। यो साँच्चीकै एउटा धड्किरहेको मुटु जस्तै हो। अब यो नदी कति विशाल छ भनेर बुझ्नको लागि यो तथ्याङ्क हेरौँ त। 12,50,000 वर्ग माइलमा फैलिएको यसको जलाधार यति ठूलो छ कि यसभित्र सिङ्गो अस्ट्रिया देश 4 पटक अटाउन सक्छ। सुन्दा पत्याउने गाह्रो पर्छ नि। त्यति मात्र कहाँ हो र? जर्मनी वा स्पेन 5 पटक, फ्रान्स 6 पटक अनि इटाली वा ब्रिटिस टापुहरू त 10 पटक सजिलै अटाउन सक्छन्। यो आँकडाले जो कोहीको पनि दिमाग रन्थिन सक्छ। यो साँच्ची नै विश्वकै दोस्रो ठूलो उपत्यका हो, एउटा अकल्पनीय भौगोलिक संरचना। अनि यो सङ्ख्या हेर्नुहोस् त, 40 करोड 60 लाख। यो कुनै पैसा वा जनसङ्ख्यागिक आँकडा होइन नि। यो त मिसिसिपी नदीले हरेक वर्ष मेक्सिकोको खाडीमा खसाल्ने हिलो र माटोको टनको मात्रा हो। यति धेरै माटो कि यसलाई ढुवानी गर्न हो भने कति लाखौं ट्रकहरू लाग्ला, कल्पना गर्नुहोस् त। यही अथाह माटो निरन्तर थुप्रिँदै गएर नयाँ जमिनको निर्माण गरिरहेको छ, जसले गर्दा महादेशको भूभाग नै बिस्तारै समुद्रतर्फ धकेलिँदैछ। प्रकृतिको यो अदृश्य निर्माण कार्य कति शक्तिशाली छ है। अब जाउँ दोस्रो खण्डतर्फ, एक निद्रित प्रारम्भिक इतिहास, बिर्सिएको खोज। यति विशाल, यति शक्तिशाली र महत्त्वपूर्ण भए तापनि यो नदीको सुरुवाती इतिहास सुन्दा भने जो कोही छक्क पर्न सक्छ। यो यति शान्त र सुस्त थियो कि मानव यो विशाल भौगोलिक आश्चर्य लामो समयसम्म गहिरो निद्रामा थियो। इतिहासको पाना पल्टाएर हेर्दा यहाँ एउटा अनौठो र बुझ्नै नसकिने शून्यता देखिन्छ। सन् 1542मा स्पेनिश अन्वेषक डे सोटोले पहिलो पटक यो नदी देखेका थिए, तर त्यसपछि के भयो थाहा छ? केही पनि भएन, ठिक्कै शून्य। पुरै 130 वर्षसम्म यसलाई कसैले फर्केर पनि हेरेन। सोचौँ त, यो त्यही समय थियो जब युरोपियन अन्वेषकहरू विश्वभरि नयाँ नयाँ ठाउँहरू खोज्न तन्छाडमछाड गरिरहेका थिए, तर यति ठूलो नदीलाई भने वास्तै गरिएन। अन्ततः 130 वर्षको लामो पर्खाइपछि सन् 1673मा मात्र जोलिएट र मार्क्वेटले यसको गम्भीर अन्वेषण सुरु गरे। यहाँहरूलाई यो कुरा पत्याउन अलि गाह्रो लागिरहेको होला, तर सत्य यही हो। आश्चर्यजनक रूपमा 130 वर्षसम्म कसैलाई पनि यो नदीको आवश्यकता, चाहना वा चासो नै भएन। यस्तो लाग्छ मानौ युरोपीय शक्तिहरूले अमेरिकाको तटमा बस्ती बसाउँदा भित्र लुकेर बसेको यो राष्ट्रको शरीरलाई पूर्ण रूपमा बिर्सेका थिए। यति ठूलो जलस्रोत त्यही थियो, तर यो कता जान्छ, यसको स्रोत के हो भनेर जान्न कसैले अलिकति पनि उत्सुकता देखाएनन्। इतिहासको यो एउटा साँच्ची नै अनौठो रहस्य हो। अब पालो तेस्रो खण्डको, डुङ्गा हाक्ने अद्भुत विज्ञान, एक असम्भव भाषामा महारत।
लामो निद्रापछि जब यो नदी जाग्यो, यसले स्टिमबोटको एउटा स्वर्णिम युगको सुरुवात गर्यो र त्यहीँबाट जन्मियो एउटा यस्तो पेशा जुन सामान्य मानिसको कल्पनाभन्दा बाहिर थियो, मिसिसिपी नदीको स्टिमबोट चालक। ती चालकहरूले दिमागमा के राख्नु पर्थ्यो सुन्नुभयो भने यहाँहरू जिब्रो टोक्नुहुनेछ। उनीहरूले करिब 1200 माइल लामो नदीलाई दुवै दिशाबाट, माथिबाट तल र तलबाट माथि पुरै कण्ठ गर्नुपर्थ्यो। पानीभित्र लुकेका प्रत्येक ठुटा, भत्किरहेका किनारहरू सबै याद हुनुपर्थ्यो। पानीको सतहमा देखिने सानो छाल वा फोका हेरेरै पानीमुनि कति गहिराई छ भनेर ठ्याक्कै भन्न सक्नुपर्थ्यो। अझ सोचौं त, रातको घुप्प अँध्यारोमा किनारका धमिलो छायाहरू मात्र हेरेर विशाल जहाज कुदाउनु पर्ने। र सबैभन्दा अचम्मको कुरा त के भने, मिसिसिपीले दिनदिनै आफ्नो बाटो बदल्ने भएकाले हिजो सिकेको कुरा आज काम लाग्दैनथ्यो। उनीहरूको दिमाग त निरन्तर अपडेट भइरहने एउटा अचूक सुपर कम्प्युटर जस्तै हुनुपर्थ्यो। सामान्य सफा पानी भएका नदीहरू र मिसिसिपी नदी बीचको फरक दिन र रात जस्तै छ। सफा नदीहरूको पिण्ड ढुङ्गा र गिट्टीले बनेको हुन्छ जुन हत्तपत्त बदलिँदैन, त्यसैले त्यसलाई एकपटक सिकेपछि पुग्छ। तर मिसिसिपी, यो त हिलो र बालुवाले बनेको छ। यो निरन्तर भत्किन्छ, बग्छ र नयाँ रूप लिन्छ। पानीभित्रका धरापहरू सधैँ सर्दै हिँड्छन्। त्यसैले मिसिसिपीको चालक हुनु भनेको एउटा यस्तो किताब पढ्नु जस्तै थियो जसका पाना र अक्षरहरू हरेक रात आफै बदलिन्छन्। तर यो अद्भुत महारत हासिल गर्दा चालकहरूले एउटा ठूलो मूल्य चुकाउनु पर्यो। मार्क ट्वेनको यो भनाइ सुन्दा अलि भावुक भइन्छ। उहाँ भन्नुहुन्छ, जब उहाँले नदीको यो भाषा पढ्न सिक्नुभयो, तब उहाँका लागि नदीको सौन्दर्य, रोमान्स र कविता सधैँका लागि मरेर गयो। पहिले जुन सुन्दर सूर्यास्तले उहाँको मन प्रफुल्लित पार्थ्यो, पछि त्यही पानीमा झल्किएको रङ देख्दा उहाँको मनमा डर पैदा हुन थाल्यो, किनभने त्यो रङ पानीमुनि लुकेको खतरनाक बालुवाको ढिस्कोको सङ्केत हुन्थ्यो। प्राविधिक ज्ञानले प्राकृतिक सुन्दरतालाई सधैँका लागि खुसिदियो। अब हामी चौथो खण्डमा पुग्यौं, नदीले बाटो काट्दा र हराउँदै गएका सहरहरू। नदीको अस्तव्यस्त भूगोल, सौन्दर्य र रोमान्स एकातिर छ, तर यो नदीको प्रलयकारी र हिंसक रूप अर्कोतिर छ। मानिसहरूले कागजमा कति धेरै नक्सा कोर्थे, तर मिसिसिपी नदीले ती नक्साहरूलाई आफ्नो एउटै छालले मेटाएर अर्कै चित्र बनाइदिन्थ्यो। यो कट अफ अर्थात् बाटो काट्ने प्रक्रिया कस्तो हुन्छ भने नि, साधारणतया यो नदी घोडाको टाप जस्तै निकै घुमाउरो बाटो भएर बग्थ्यो। तर बाढी आएको बेला नदीलाई त्यो लामो बाटो घुम्न अल्छी लाग्थ्यो क्यार, र यसले जमिनको साँगुरो भागलाई हिंस्रक रूपमा काटेर सिधै छलाङ मार्थ्यो। यसरी बाटो काट्दा रातारात नदीको लम्बाइ 30 माइलसम्म छोटो हुन्थ्यो। प्रकृतिको यस्तो भयानक शक्तिको अगाडि मानिसले बनाएका सिमाना र नियमहरूको के लाग्थ्यो र? यसले गर्दा कस्तो अनौठो र अचम्मको अवस्था सृजना हुन्थ्यो भन्ने कुरा सुन्दा यहाँहरूलाई रमाइदो पनि लाग्न सक्छ। हिजो बेलुका नदीको किनारमा भएको सहर भोलिपल्ट बिहान उठ्दा अचानक नदीभन्दा कैयौं माइल पर सुक्खा जमिनमा पुगेको हुन्थ्यो। कानूनी रूपमा हेर्दा त यो छनै उदेकलाग्दो थियो। रातारात नदीले बाटो फेर्दा कुनै व्यक्ति एउटा राज्यमा सुतेको हुन्थ्यो, तर बिहान उठ्दा ऊ अर्कै राज्यको सिमानाभित्र परिसकेको हुन्थ्यो। ऐतिहासिक स्रोतहरूका अनुसार यसरी रातारात जमिनको टुक्रा दास प्रथा भएको राज्यबाट दास प्रथा नभएको स्वतन्त्र राज्यमा पुग्दा ठूलो कानूनी र राजनीतिक उथलपुथल नै मचिएको थियो। यो कस्तो अनौठो प्राकृतिक जादु जस्तै थियो है। प्रकृतिको अगाडि हाम्रो मानव सभ्यता कति कमजोर छ भन्ने कुरा नेपोलियन भन्ने सहरको यो कथाले प्रष्ट पार्छ। यो सहर कुनै बेला व्यापार, समाचार र चहलपहलको एउटा ठूलो केन्द्र थियो। यहाँ ठूल्ठूला भवनहरू र विशाल अस्पताल पनि थिए। तर जब नदीले आफ्नो बाटो फर्यो, यसले त्यो पुरै सहरलाई यसरी निल्यो कि त्यहाँ कहिल्यै सहर थियो भन्ने नामो निशानै रहेन। आजको दिनमा त्यहाँ गएर हेर्ने हो भने एउटा भत्किएको छाप्रोको टुक्रा र एउटा पुरानो इँटाको चिम्नी बाहेक केही पनि देखिँदैन। मानिसको घमण्डलाई प्रकृतिको एउटै छालले कसरी मिटाइदिन सक्छ भन्ने यो ज्वलन्त उदाहरण हो। र अब हामी अन्तिम खण्डमा आइपुगेका छौं, एक युगको अन्त्य, प्रगतिको विजय। नदी जतिसुकै शक्तिशाली र प्रलयकारी भए पनि मानव इतिहास र प्रविधिको पाङ्ग्रा भने निरन्तर अगाडि बढिरहन्छ। गृहयुद्धपछिको समयमा ती महान र रोमान्टिक स्टिमबोटहरूलाई नदीको छालले होइन, बरु औद्योगिक क्रान्ति र मानव प्रगतिले सधैँका लागि किनारा लगाइदियो। यो तथ्याङ्क हेर्दा जो कोहीको पनि मनमा चिसो पस्छ। कुनै बेला मिसिसिपी नदीको छातीमा 4000 भन्दा बढी स्टिमबोटहरू शानका साथ कुद्थे। नदी पुरै गुलजार हुन्थ्यो।
तर जब रेलमार्गको विकास भयो यो संख्या स्वाट्टै घटेर जम्मा 36वटामा झर्यो। सोचौं त 4000बाट जम्मा 3 दर्जन। यो एउटा पुरै युग, जीवनशैली र अर्थतन्त्रको अप्रत्याशित र दुःखद अन्त्य थियो। यति छोटो समयमा आएको यस्तो भयानक परिवर्तन इतिहासमै बिरलै देख्न पाइन्छ। आखिर यस्तो रातारात कसरी भयो त? मुख्य कुरा त प्रविधि नै थियो। रेलमार्गहरूले हप्तौं लाग्ने यात्रालाई केही दिनमै छुट्याइदिएपछि यात्रुहरू सबै रेलतिर आकर्षित भए। अर्कोतिर ठूला मालसामानहरू अत्यन्तै सस्तो मूल्यमा तान्न सक्ने ट्याउफ्लिक प्रविधि सुरु भयो। इन्धनमा पनि क्रान्ति आयो। काठको सट्टा कोइलाको प्रयोग हुन थालेपछि नदी किनारका सयौं काठ व्यापारीहरूको व्यापार सुक्यो र ती यार्डहरू सधैँका लागि हराए। हिजोका दिनमा देवता जस्तै पुजिने र राजसी सम्मान पाउने ती जादुगरी स्टिमबोट चालकहरू अन्ततः आफ्नो पेशा छोडेर गाउँमा सामान्य खेतीपाती गर्न बाध्य भए। एउटा सुनौलो र रोमान्टिक युगलाई आधुनिक प्रविधिले निष्ठुरी भएर कुल्चिदियो। समय धेरै अगाडि बढिसकेको छ, तर आधुनिक मानवको अहंकारले अझै हार मानेको छैन। आज अमेरिकी नदी आयोगले ठूल्ठूला बाँधहरू बनाएर किनारहरूलाई कंक्रिटले कभर गरेर र पर्खालहरू उठाएर यो शक्तिशाली मिसिसिपी नदीलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरिराखेको छ। हजारौं वर्षदेखि स्वतन्त्र रूपले बग्दै, भट्काउँदै र आफ्नो बाटो आफै तय गर्दै आएको यो भौगोलिक राक्षसलाई एउटा साँगुरो घेराभित्र हिँडाउनु खोज्नु साँच्ची नै एउटा ठूलो दुस्साहस हो। कतिपयले त यसलाई मानव जातिको असम्भव प्रयास समेत भनेका छन्। र अब यस रोचक प्रस्तुतिको अन्त्यमा म यहाँहरू सबैको मनमा एउटा गम्भीर प्रश्न छोड्न चाहन्छु। के मानव इन्जिनियरिङ र हाम्रो प्रविधिले साँच्चै यो अशान्त र शक्तिशाली छाललाई सधैँका लागि वशमा राख्न सक्ला त? वा हामीले ठूलो घमण्डका साथ बनाएका यी विशाल आधुनिक संरचनाहरू पनि कुनै दिन नदीले बगाउनको लागि पर्खिरहेका त्यही हराएको नेपोलियन शहर जस्तै अस्थायी चिन्ह मात्र पो हुन् कि? यस विषयमा पक्कै पनि गहिरिएर सोच्नुहोला है। आजको यस प्रस्तुतिमा हामी सँगै रहिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। यदि यहाँहरूलाई आजको यो चर्चा मन पर्यो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यहाँहरूको समय शुभ रहोस्। नमस्कार।